ओके ल जाम है त वी सो यो जक्स 21 चाहिँ के हो त सर्टकटमा भन्नुपर्दा एउटा गिफ्ट एउटा फ्रेन्डहरूबाट गिफ्ट आएको हो सो डिसिप्लिनमा चाहिँ बस्नु पऱ्यो हरेक कुरामा डिसिप्लिन हुन्छ नि एभ्रिथिङमा लाइक चाहे त्यो मान्छेले म्युजिकै नगरोस् होइन नर्मल लाइफै होस् चाहे त्यो डक्टर नर्स जेसुकै होस् तर डिसिप्लिन चाहिँ हुनुपर्छ जस्तो लाग्छ यो म्युजिक भाइरल पनि गएको थियो इफ आई रिमेम्बर वुड यु लाइक टु टक अबाउट द्याट सिधै भन्नुपर्दा कसैले बिकिनीमा चाहिँ लाइक त्यस्तो रिभिलिङ वेमा चाहिँ कसैले नि गरेको थिएन होइन अनि मैले चाहिँ ल गरिदिउँ न त भन्ने भयो अब नेपाल भनेको चाहिँ इमोसनल कन्ट्री हो क्या बेसी इमोसनल भइदिने प्याच रुइदिने केही भयो भने ढ्याङ्ग गरिदियो होइन केही गरिदिने टाइप्सको हो नि त अनि सो पहिल्यैदेखि त्यही भएको कारणले चाहिँ अब झट्टै यहाँनिर चाहिँ एक्कासी अब बाहिरको सिस्टम आउनु खोज्दा क्या ल्याङ टाइप्सको आउनु खोज्दा चाहिँ त्यो एसिक बन्न गाह्रो पनि हुन्छ अनि पछि गएर चाहिँ म स्टुडियोमा साइन भएको थिएँ होइन हाम्रो नेपाली पब रेकर्ड्स एनएचआर भन्ने जुनको चाहिँ सिओ हाम्रो एसटी म्यान्दा होइन एकदम माया छ दाइले पनि हुन्छ नि मेरो स्टार भनेर लुकअप टु गरेर तिमीलाई हेरेको चाहिँ कुनै मोमेन्ट छ लाइक फ्यान मोमेन्ट त्यही गएको त ल बाहिर यस्तो हेर्छु त त्यो कलेज ड्रेसमा स्कुल ड्रेसमा टन्नै बसिरहेको रहेछ त्यो ठ्याक्क हाम्रो घर माथिबाट चाहिँ रोड छ नि त त्यो रोड भरिरहेछ स्टुडेन्टहरू त्यही 2-3जना मैले चाहिँ हातमा अटोग्राफ लिएर गएको थिएँ कि लाइक हातमा नै क्या अनि यस्तो हेर्छु त अब हातमा मेटै छैन रहेछ जस्तो छ त्यस्तै छ 2-3 दिन पछि अनि मैले चाहिँ ल यो त बहिनी के भएर रहेछ त भनेको नि के अरे मेटिन्छ भनेर हातै नधोको भन्छ नि त्यो चाहिँ लाइक क्रेजी थियो प्रोटेस्टमा गइयो पनि तर एट द सेम टाइम आफ्नो फ्यामिलीसँग त्यो चाहिँ अब कस्तो भन्ने अब एकचोटि जानै पर्छ जस्तो फिल भयो क्या किनकि त्यो मिस गर्नुहुन्न कि किनकि त्यो जेन्जी भने जस्तो लाइक अब हाम्रो एजको प्रोटेस्ट हो नि त त्यहाँ गएर तोडफोड गर्नुपर्छ भन्ने पनि छैन क्या गएर एकचोटि टक्क बस्यो भने नि ल हाम्रो एजमा चाहिँ यस्तो भएको थियो हाम्रो टाइममा एक टाइममा भनेर पछि गएर सुनाउँदा त हुन्छ नि त कुन म्युजिक कस्तो तरिकाले निकाल्ने चाहिँ त्यो सोचेर निकाल्नु पऱ्यो ड्याङ है यो रिलिज त्यो रिलिज चाहिँ गर्नु भएन दामी च्यानल बनाउने च्यानल चाहिँ नबिगार्नु है कसरी च्यानल बिगारेको देखिरहेको हुन्छ मान्छेहरूले हुन्छ नि लाइक त्यो इफेक्ट हुने कुरा गर्नु भएन क्या कसैलाई हुन्छ नि कसैलाई त्यो कुराले असर परिरहेको छ त्यस्तो टाइपको गर्नु भएन यदि त्यस्तो टाइपको गरिरहेको छैन भने फुल सपोर्ट गर्ने हो क्या होइन